हेलो नमस्ते सबैजनालाई। म चाहिँ आज तपाईलाई चाहिँ के सिकाउँछु भन्दा चाहिँ कारको ह्यान्ड ब्रेक लगाउने तरिका अनि यसले झार्ने तरिका है। प्राय जसो मान्छेहरूले चाहिँ के मिस्टेक गर्छ भन्दा चाहिँ यो लगाउँदा चाहिँ जस्तै हेर्नुहोस् है, यो चाहिँ अहिले हाम्रो ह्यान्ड ब्रेक चाहिँ लागेको छैन है। यसलाई लगाउँदा चाहिँ प्राय जसैले के गर्छ भन्दा नर्मल समातेर यसलाई थिचेर चाहिँ माथि ल्याउँछ के, जुन यो तरिका एकदम रङ हो है। यसलाई चाहिँ लगाउने कसरी भन्दा चाहिँ म सिकाउँछु हजुरलाई। जस्तै यो हाम्रो ह्यान्ड ब्रेक अहिले लागेको छैन है, यसलाई चाहिँ नर्मल समात्ने, यतिकै यसलाई नथिचिकन माथि तान्नु पर्यो क्या हामीले चाहिँ है। यसरी समात्ने अनि यसरी यस्तो साउन्ड हुन्छ सुन्नु है, हो यसरी चाहिँ लगाउने ह्यान्ड ब्रेकलाई चाहिँ है। अब यसलाई झार्न छ भने चाहिँ कसरी झार्ने भन्दा प्राय यसरी यसरी पेलेर चाहिँ झर्दैन क्या, यो यतिकै दाबेर चाहिँ झर्दैन। झार्ने चाहिँ यसले कसरी भन्दा यतिकै पनि यो थिचिन्न, यो थिचेर झार्ने तर यतिकै थिचिन्न है। यसलाई चाहिँ के गर्ने भन्दा चाहिँ हल्का माथि तान्ने, होल्ड गर्ने अनि यसलाई बल्ल बटन थिचिन्छ अनि तल झार्ने हो। यसरी चाहिँ ह्यान्ड ब्रेक लगाउने अनि झार्ने चाहिँ यस्तै भिडियोहरूको लागि चाहिँ यो आइडीलाई चाहिँ फलो गरिदिनु होला। धन्यवाद।